के गर्ने किन हामी नेपालीलाई सुकुटी खान साह्रै नै मनपर्छ। अनि फेरि विदेशमा भएपछि सुकुटी नेपालबाट ल्याउनु पाइँदैन, बनाएर आफैले खानु पर्यो। आज चाहिँ म तपाईँहरूलाई चाहिँ गोठको सुकुटी बनाएर देखाउँछु है त। मैले चाहिँ भिडियो लामो हुन्छ भनेर सुकुटी चाहिँ पहिले रेडी गरेर सबै सुकुटी छ, दुईवटा ओभन ट्रेमा सुकुटी छ। आज म ओभनमा बनाउँछु, दुईवटा ओभन ट्रेमा बाँकी छ। अब म चाहिँ यसमा चाहिँ तेल र बेसार हालेर मोड्छु है। तपाईँ सल्ल जता पुग्ने गरेर तेल हाल्नु होला सुकुटीमा, अनि तपाईँले मजासँग मोल्नुपर्ने हुन्छ है। तेल हाल्नुहोस्, यसको बोसो आफै पक्लेर निक्लिरहेको हुन्छ के अरे। बोसो पछि ओभनमा चाहिँ ट्रेमा जम्मा गरेर फालिदिँदा पनि हुन्छ। अब तपाईँले तेल हालेपछि तपाईँले यसमा बेसार हाल्नु, धेरैभन्दा साह्रै धेरै पनि होइन, ठिक्क हाल्दा हुन्छ। यसरी दुवैतिर बेसार हालेर मैले दुवैतिर बेसार हालेँ है। अब यसलाई चाहिँ एकदम मजासँग मिक्स गर्नु होला, मजासँग दुई हातले मजासँग मासु जताततै तेल र बेसार पुग्ने गरेर मिक्स गर्नुहोस् है। मैले यसरी मिक्स गरिरहेको छु। मजासँग मिक्स गर्नु, जति मजासँग बेसार मिक्स गर्नुभयो त्यति सुकुटी राम्रो हुन्छ। सकेसम्म ठुलो भाँडामा लिँदा पनि ठिक हुन्छ। अब मासु थोरै छ भने त थोरैमा लिँदा हुन्छ। आज अलिकति धेरै मात्रामा मासु भएको भएर मैले दुईवटा ओभन ट्रेमा चाहिँ मासु लिएको छु। जसमा मिक्स गरेपछि अनि राम्रो हुन्छ। नेपाली भएपछि सुकुटी त खानै पर्यो होइन र। अनि विदेशमा भएपछि नेपालबाट ल्याउनु पाइँदैन मासु, अनि त जसरी हुन्छ यहीँ जो त गर्नु पर्यो। दिउँसो खसी काटिएको थियो, सुकुटी बनाएर खाने भनेर। मैले मासुमा चाहिँ मजासँग तेल र बेसार मजासँग मोलेर चाहिँ अब एकछिन यसलाई चाहिँ एकछिन भन्नाले तपाईँको आधी घन्टा जति छोडिदिन्छु। अनि त्यो टाइममा चाहिँ म चाहिँ मेरो ओभन चाहिँ प्रिहेट गर्छु। अब म मेरो ओभन हिट गर्न लागेको छु। हामीले चाहिँ ओभन हिट गर्ने बेला तपाईँको फ्यान बेस ओभन हिट, तपाईँको फ्यान बेस चुज गर्नु होला है। अनि चाहिँ यसलाई 180 डिग्रीमा प्रिहिट गरेर चाहिँ प्रिहिटको लागि 10 मिनट छोडिदिनु होला। अब यहाँ चाहिँ यो ओभन ट्रेलाई अड्याउने ठाउँ नभएको भएर मैले चाहिँ मेरो बेन्चमा चाहिँ ओभन ट्रे राखेर एउटा काठको कुर्सीको सपोर्टले चाहिँ अड्याएको छु। अब चाहिँ एकदम मिलाएर, सबैभन्दा टाइम लाग्ने भनेको यही हो। तपाईँहरू ढुक्क तरिकाले त्यो आनन्द तरिकाले गर्नु होला, राम्रोसँग मिलाएर राख्नुहोस्। अनि सबै अट्नी गरेर राम्रोसँग मिलाएर राख्दाखेरि ठिक हुन्छ। र यो चाहिँ अलि धेरै समय लाग्ने भएको भएर म यो गर्छु। म भिडियो चाहिँ लामो हुन्छ, म चाहिँ भिडियो चाहिँ फास्ट फरवर्ड गर्ने बनाउँछु है त। मैले मासुलाई अब यसरी ट्रेमा यसरी मिलाएर राखेको छु, मजासँग मिलाएर राख्नु होला। लामो तरिकाले राख्दैन हुन्छ, नभए अर्को तपाईँहरूसँग दुईवटा ट्रे छ भने दुईवटा ट्रेनमा मिलाएर राख्दैन हुन्छ। मैले चाहिँ लामो तरिकाले राखेको छु। मैले चाहिँ मेरो मासु यस्तरी ट्रेमा यस्तरी रेडी भएको छ है। अब यसलाई चाहिँ म मेरो ओभन प्रिहिट भइसक्यो, अब म ओभनमा लगाएर राख्छु। तपाईँहरूले के गर्नुहोस् भने ओभनको सबैभन्दा बटममा तपाईँको यो मासु राखेको ट्रे थियो नि, यो ट्रेलाई राख्नु होला। ओभन प्रिहिट भइसकेको छ। ओभनको यो बटममा चाहिँ तपाईँले चाहिँ यो ट्रेलाई राख्नु होला, किनकि यो फ्याट चाहिँ सबै यसको बर्न भएर यसमै चाहिँ ट्रेमै जम्मा हुन्छ, अनि तपाईँको ओभन फोर हुँदैन। अब ओभन रेडी भइसक्यो। मैले चाहिँ अब यो सुकुटीलाई यसरी तपाईँको माथि टपमा अथवा बटममा तपाईँको कतिको लामो भएको छ त्यसरी चाहिँ ओभनमा बिस्तारै धकेलिदिनुहोस्। बी केयरफुल, हात चाहिँ ख्याल गर्नु होला। ल यति भएपछि मैले चाहिँ अब यसलाई चाहिँ 45 मिनट जति 45 मिनट जति यसलाई बन्द गरिदिन्छु। अनि 45 मिनट पछि आएर एकचोटि तपाईँहरूले चेक गर्नुहोस्। अनि त्यहाँबाट फेरि अलिकति थप्नुपर्छ भने फेरि ओभन रन गर्दाखेरि हुन्छ। अहिले म चाहिँ 45 मिनट्सको लागि मैले ओभनमा 180 डिग्रीमा फ्यान बेसमा चाहिँ राख्थेँ है त। ल अब एकचोटि चेक गरौँ है त सुकुटी कस्तो भयो। बिस्तारै डोर खोल्ने बेलामा एकदम ख्याल गरेर खोल्नु होला, तपाईँको यो तातो हावाले पोल्न सक्ने सम्भावना हुन्छ। ल है त सुकुटी यस्तो भएको छ।
तपाईको फ्याटहरु जति सबै तल गएर बसेको छ सुकुटी यस्तो भएको छ ल मैले अब चाहिँ ओभन बन्द गरिदिन्छु अनि यो कुल डाउन भएपछि म निकालेर तपाईहरुलाई कस्तो भयो भनेर फेरि अर्को भिडियोमा देखाउँछु है त थ्यांक यू सुकुटी कुल डाउन भइसक्यो मैले यसरी निकालेछु अब यसलाई सानो सानो पिस बनाएर ट्रेमा घाममा सुकाउने सुकुटी रेडी भयो के अब सुकुटी रेडी भएर मैले यस्तो सानो सानो बनाएर राख्दै छु सानो सानो बनाएर म एकछिन घाम लागेको बेलामा घाममा सुकाउँदा नि हुन्छ अलिकति मोइस्ट हुन्छ अलिक अझै सुकाउनको लागि एकछिन घाममा सुकाएपछि सुकुटी खानको लागि एकदम रेडी हाम्रो गोठको सुकुटी फाइनल्ली रेडी भयो गाइज थ्यांक यू फर वाचिङ बाइ